पहाडका थुम्काहरूमा जब बिहानीको पहिलो घामको झुल्को पर्थ्यो, तब गाउँकै काखमा बग्ने त्रिशुली नदी सुनौलो देखिन्थ्यो। त्यही नदीको किनारैमा रहेको एउटा सानो गाउँमा बस्ने समीरको दिनाचार्य पनि त्यही नदीको कलकल आवाज र चराहरूको चिरबिरसँगै सुरु हुन्थ्यो। समीर साधारण परिवारको युवा थियो, तर उसका सपनाहरू भने ती अग्ला हिमालभन्दा पनि अग्ला अग्ला थिए। उसलाई गाउँको सुन्दरता, हरियाली र यहाँको मौलिकतालाई संसार सामु चिनाउने ठूलो रहर थियो। तर गाउँमा न त प्रविधिको राम्रो पहुँच थियो, न त मार्गदर्शन गर्ने कोही। धेरै जसो साथीहरू पासपोर्ट बनाएर खाडी मुलुक उड्ने तयारीमा थिए। समीरलाई पनि घरबाट दबाब नआएको कहाँ हो र? यहाँ बसेर के गर्छस्? विदेश नगए जिन्दगी बन्दैन भन्ने वाक्य उसले हजारौं पटक सुनेको थियो। तर समीरको मनले मान्दै मानेन। उसले सोच्यो, विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै माटोको कथा किन संसारलाई नसुनाउने। उसले आफूसँग भएको एउटा पुरानो फोन समात्यो र गाउँकै भिडियोहरू खिच्न थाल्यो। सुरुमा त गाउँलेले उसलाई पागल नै भन्ने ठाने। यो केटो दिनभरि मोबाइल तेर्स्याएर हिँड्छ, यसले भविष्य बिगार्ने भयो। छिमेकीहरू कुरा काट्थे। समीरले भिडियो त बनाउँथ्यो, तर सुरुमा कसैले हेरिदिँदैनथे। भ्युज नआउँदा र मान्छेहरूले गिज्याउँदा धेरै पटक उसको मन टुट्यो। कति रात त उसले निराशामा आँसु बगाउँदै काट्यो। एक दिन उसले गाउँकी एकजना वृद्ध आमा, जो 90 वर्षको उमेरमा पनि एक्लै डोको बुनेर आफ्नो जीविका चलाउँथिन्, उनको कथा कैद गर्ने निर्णय गर्यो। समीरले ती आमाको सङ्घर्ष, उनको चाउरी परेको गाउँले अनुहारको मुस्कान र पृष्ठभूमिमा देखिने हिमालका सेताम्मे डाँडाहरू समेटेर एउटा सुन्दर भिडियो तयार पार्यो। भिडियो इन्टरनेटमा राखेको भोलिपल्टै चमत्कार भयो। त्यो भिडियो भाइरल भयो। मानिसहरूले ती आमाको सङ्घर्ष र समीरले खिचेको गाउँको यथार्थ परिवेशलाई निकै नै मन पराए। सकारात्मक प्रतिक्रियाहरूको ओइरो लाग्यो। त्यसपछि समीरले पछाडि फर्केर कहिल्यै हेर्नु परेन। उसले गाउँका लुकेका प्रतिभा, सुन्दर झरना र स्थानीय संस्कृतिलाई आफ्नो क्यामेराको माध्यमबाट संसारभर रहेका नेपालीहरूमाझ पुर्याउन थाल्यो। हिजो गिज्याउने गाउँले र छिमेकीहरू आज उसलाई देख्दा गर्वले छाती फुलाउँछन्। समीरले प्रमाणित गरिदिएको छ, सपना देख्न र त्यसलाई पुरा गर्न ठाउँ वा पैसा होइन, बलियो इच्छा शक्ति चाहिन्छ। हामी आफ्नो इच्छालाई निरन्तर जारी राखौं।